हेलो के छ आज चाहिँ म गाउँतिर हिँडेको है त गाइस। घर जानको लागि गाउँतिर हिँडेको। गाउँ जाँदाखेरि चाहिँ इभीमा चढ्यो होइन। अनि पछि आज बिहानको मौसम चाहिँ एकदम खुल्ला थियो है त। अनि इभीमा चाहिँ कोही नभएर प्यासेन्जर कोही थिएन, म एक्लै थिएँ है। अनि पछाडि गाडीमा आउँदै कति निदा आएछ थाहै पत्तै भएन मलाई चाहिँ। अनि सुपा देउराली कति बेला आइपुग्यो त्यो पनि थाहा भएन। अनि सुपा देउरालीमा चाहिँ निकै भिडभाड नै थियो। अनि म सन्धिखर्क आइपुगेँ है त। सन्धिखर्क आइपुगेपछि सन्धिखर्कबाट अर्को टिकट काट्नुपर्ने हुन्छ है त गाउँ जानको लागि। अनि अर्को टिकट काटेर म गाडीमा पनि चढिसकेँ। गाडी चाहिँ अलिकति भन्नुपर्छ सबै सिटहरू भरिएकै थिए। अनि घर आउँदाखेरि चाहिँ मुस्कान थियो है त मेरो मुखमा। अनि पछाडि गाडीबाट थोरै हिँड्नुपर्छ है त घर जानको लागि। अनि भाइले थ्याङ्क यू फर वाचिङ, बाई बाई।